सो हेलो एन्ड नमस्ते ब्युटिफुल पिपुल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। स्मियो बोय खाजी, वेलकम ब्याक टु माई च्यानल। अनि आजको भ्लग चाहिँ हाम्रो घरबाट सुरुवात भइसकेको छ भने आज हामी जाँदैछौँ झन्डा पार्क, त्यो पनि कप्पनको। सो अहिले चाहिँ हामी ठ्याक्क लाएर निस्किसकेको छौँ भने हामीसँग यहाँ विपिन सर पनि हुनुहुन्छ हैन, @घुमन्ते लग छ हो त्यहाँ। अनि हाम्रो एकजना अर्को भ्लगर भाइ पनि छन्, तिनी चाहिँ पुगिसकिन्, तिनी चाहिँ वसुन्धरामा पुगिसकिन्। अब हामी चाहिँ जाँदैछौँ। हामीलाई त्यसले झुलाइदिएर हो कि अगाडि नै, कि त म त्यहाँ आउँछु भन्नुपर्ने हो। अब ऊ चाहिँ त्यहाँ पुगिसकेर हामीलाई बल्ल भन्यो। सो राइट नाउ अहिले चाहिँ हामी चक्रपथ आइसक्यौँ र हाम्रो भ्लगर भाइ पनि भेटिसकेको छ यहाँ, उज्जवल मगर भ्लग। आई एम हियर। सो यसकोबाट पनि आउँछ भ्लग होइन। तर यो अब म मेरो मुड अनुसार हुन्छ भ्लग त चल्न सक्छु नचल्न मेरो चाहिँ अब सो र छैन। सो अब यहाँबाट हामी चक्रपथबाट यस्तरी यता माथि साइडमा छिर्छौँ, बुढा नीलकण्ठ जानेपट्टि, त्यहाँबाट अनि भित्र छिर्छौँ होइन। कहाँ गयो विपिन सर? वेयर आर यु विपिन सर? सो आज चाहिँ मेरो भ्लगमा एउटा दुईवटा गाना झर्छ है उज्जवल भाइको तर्फबाट। यहाँ झर्छ गाइस, आफैले बनाएको गाना झर्छ अहिले गाइस। तपाईँहरू कुर्नु मात्रै क्या होइन, कुर्नु मात्रै, ढुक्क झर्छ ढुक्क। सो राइट नाउ वी आर इन चक्रपथ है। सो टक्क लाएर अब हामी हिँड्दैछौँ हाम्रो यात्रा गन्तव्यमा पुग्दैछौँ हामी हाम्रो। सो राइट नाउ गाइस अहिले चाहिँ हामी आकाशे धारा आइपुगिसकेको छौँ हाम्रो पैदल यात्रा गर्दा गर्दै। आम्मामा के हो यस्तो साह्रो, आफ्नै गनायो आफ्नै। यहाँ कस्तो त नि, ओ माई गड, उता हेर त बिपी नै उता रहेछ झुप्प है, देखिस्। सो गाइस यही हो आकाशे धारा होइन। हामी चाहिँ अब भित्रको बाटो हिँड्दै आएको हो क्या। अब किनभने हिँड्नु पर्छ अरे क्या होइन, अब कहिले काहीँ एक्सर्साइज पनि हुन्छ अरे क्या खुट्टालाई होइन। सो राइट नाउ गाइस अहिले चाहिँ हामी कप्पन हाइटमा आइसकेको छौँ होइन। अनि त्यसपछि यहाँनिर एकछिन हावा खाँदै यो बोटहरूको होइन, यो फुलहरूको फोटोसोटो भिडियो बनाउँदै होइन, भ्यू हेर्दै इन्जोय गर्दै बसिरहेको छौँ एकछिनको लागि हावा खाँदै। सो अब बस पार्क चाहिँ यहीँ माथि छ, यहाँनिर नि अलिकति ब्रेक लिन्छौँ किनभने त्यहाँ काम छ। अनि तपाईँहरूलाई म सिधै उहाँ कप्पन गैरी गाउँ गएर भेट्छु है त। राइट नाउ अहिले चाहिँ हामी ठक्क लाएर कप्पनको बस पार्कबाट निस्केर अब चाहिँ हामी नयाँ बाटो जाँदैछौँ। आज चाहिँ नयाँ बाटो ट्राई गरौँ भनेर गुगल म्याप्स हेर्दै अब यताको बाटो छिर्छौँ होइन, छिरेको छौँ। अब यताबाट पुग्छ भने अब हेरौँ कस्तो हुन्छ बाटोहरू होइन। सो अहिले चाहिँ हामी हिँड्दै नै छौँ, हिँडिनेर हो, हिँड्ने नै छौँ। कति बेला पुग्छौँ थाहा छैन होइन, तर पनि हामी हिँड्दैछौँ। सो त्यही हो, अब के कस्तो हुन्छ बाटोमा बिचबिचमा अपडेट दिँदै जान्छु तपाईँहरूलाई। त्यही हो, अरू त के भन्नु। अब एकछिनमा भेटौँ है त फेरि पनि, किन भन्दाखेरि चाहिँ अब यसो फेरि म्याप्स पनि हेर्नु पऱ्यो नि त, बाटो गुगल म्याप्स। त्यही भएर एकछिनमा भेट्छु ल। सो अलराइट गाइज, अलराइट अहिले चाहिँ हामी फाइनली झन्डा पार्क आइसकेको छौँ होइन। अब यहाँ एकछिन बस्छौँ तल गएर, अनि तल बसेर एकछिन अब हावासावा खान्छौँ, अनि यसो थोरै सानो क्लिपहरू हालिदिन्छु होइन। अनि त्यसपछि म घर पुगेर बोल्छु है तपाईँहरूसँग, किनभने एकछिन गीत पनि गाउनु पऱ्यो एकछिन बसेर। सो त्यही हो, घर पुगेर भेट्छु है त। बिहानी सबेर घामको किरण झै चार पाइला सँगसँगै टप्प हिँडेर कुर्नु छ कथा हाम्रो गन्तव्य पुगेर सँगसँगै पाइला चलन जुनीभरिमा रह्यो सँग
सँगै पाइला चालन जुनीभरि मेरै हुनु तिमी नै जाऊ सारा संसार तिमी नै जाऊ मेरो गाना तिमी नै जाऊ सारा संसार तिमी नै जाऊ मेरो गाना लाई सँगै जाउन छाया बन्नु लाई सँगै जाउन सधैँ मेरै छाया बन्नु मेरो फुलको बास्ना सँगै मिठो धुन गुनाउन मेरो फुलको बास्ना सँगै मिठो धुन गुनाउन हराउन खोज्न सधैँ मेरै छाया बन्नु चम्पाइको फेर नाच्छ नाचौँ खिल्ली हामी रङ्गीन बनाऊ यो संसार सो गाइज म चाहिँ अहिले अब घर आइसकेँ आउन त अब अघि नै आएको हो किनभने फोन एकछिन चार्ज गर्दै थियो फोनमा चार्ज पनि थिएन अनि आजको भ्लग चाहिँ अब त्यस्तो धेरै बेरको त हुँदैन होइन तर पनि अब मिलाएर हालिदिन्छु त्यसको लागि चाहिँ आइएम रियली सरी पनि माइन्ड नगरिदिनु होला किन भन्दाखेरि जब कि मैले त्यो कपनको बस पाएपछिको भिडियो चाहिँ खासै बनाइनँ किन भन्दाखेरि नयाँ बाटो गएको अब आजै गएको त्यो बाटो पनि अनि बिचमा पनि खासै बनाएन अलिअलि सानोतिनो क्लिपहरू चाहिँ बनाएको थियो अब त्यही हालिदिन्छु त्यही हेर्नु अनि माइन्ड चाहिँ नगरिदिनु त्यसको लागि चाहिँ हामी रियली सरी भन्न चाहन्छु किनभने चार्ज पनि एक त चार्ज पनि बचाइरहेको थियो अनि अब त्यो फोटोसोटो भिडियो अलि सानोतिनो क्लिपहरू गर्दै गएको बाटोमा बनाउँदै अनि झन्डा पार्क पुगेपछि नि बनाएको छ अब त्यही क्लिपहरू चाहिँ हालिदिन्छु होइन त्यसको लागि चाहिँ माइन्ड नगरिदिनु होला आइएम रियली सरी अनि भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु टक्क लाएर होइन अनि हामी फेरि भेट्छौँ अर्को भ्लगमा आजको लागि यति नै बाई बाई गाइस टेक केयर है त